काल खसी कुखुराको ठाउँमा पोका डालो न मा। तेरो दाईले जे ल्याउँछ त्यही खाने। दाईलाई भन्नु न। आउँदै होला तेरो दाई, तै भन्। यत्रो ठुलो परिवार छ, अलि ठुलै पोका चाहिन्छ यसपालि हामीलाई। यसपालि पनि खसी नै काट्ने हो। गर्ले खसी तैले किनेर ल्याउँछस् भने ल्या, नत्र खसी नै खा। कामसाम के गर्नु छैन, खालि तास खेलेछ, रक्सी खाएछ, प्रोफाइल पिक चेन्ज गरेछ, मिम सेयर गर्दै बसेछ, अझ उसकै अर्डर। बोका टाल्नु पर्यो रे। हाइट किन कराइरहेको त्यसरी? बाउ भनेको पनि तै हो, दाई भनेको पनि तै हो, ड्रग्स खाने भनेको छैन, भोकै त खान्छु भनिरहेछ त यसले। तपाईले पुलपुरारै बिग्रेको यो। पर्ने छैन, खसी पनि किनेर ल्याउन। अस्तिको पालि खसी ल्याएको कति दिन नै पुग्यो र? खरायो जत्रो त खसी ल्याएको थिइस्। होमाइललाई सही भन्नुभयो, पोर्सान खरायो जत्रै खसी थियो। खाएर सकाएको थिएन खसी त्यो बेला। यही त थियो अन्तकाली। पुग्दैन यहाँ थाहा छ, जत्रै ल्याए पनि खसी हो। मैले मात्र सबै सकाउँथे, तिम्रो त थुक मात्र निल्दै बस्थ्यो नि। मै त हो अन्तकाली। जाउँ हामी भित्र जाउँ। जागिर खाएर हेर त आफैले। खसी बोका किनेर देखा, महँगाई अनि बुझ्छस्। अनि हेर्छु तैले कत्रो चाहिँ खसी बोका ल्याउँदो रहेछस्। मेरो दसैँ तिहार पछि जागिर पक्का छ, अनि तँलाई मासुले नि नुहाइदिन्छु। के भयो? के होइन, यो पालि मैले विचार गरेँ आफै। खसी बोका